शेयर बजारको ओह्रालो लागेको ग्राफ र बीचको वारेन बफेटको शान्त अनुहार। नमस्ते साथीहरू, के तपाईलाई थाहा छ विश्वका सबैभन्दा धनी मानिसहरू मध्ये एक हो वारेन बफेट। आफ्नो सम्पत्तिको 90% हिस्सा 50 वर्ष उमेरपछि मात्रै कमाउनु भएको हो। आखिर उहाँसँग त्यस्तो के सिक्रेट छ र धेरैले शेयर बजारलाई जुवा भन्छ, तर बफेटको लागि यो एउटा गणितीय अनुसार हो। आजको 8 मिनेटको भिडियोमा हामी बफेटका ती 5 गोल्डन नियमहरूलाई यति गहिराईले बुझ्नेछौँ जसले तपाईँ लगानी गर्ने तरिका सधैँको लागि बदलिनेछ। रुल नम्बर 1, कहिले पैसा नगुमाउनुहोस्। धेरैलाई यो नियम सुन्दा सामान्य लाग्छ, कसले त पैसा गुमाउन चाहन्छ, तर यसको अर्थ अलि फरक छ। यदि तपाईले 100 रुपियाँ लगानीमा 50% गुमाउनु भयो भने अब तपाईलाई फेरि 100 रुपियाँ पुनः 100 रुपियाँ नाफा कमाउनु पर्छ। गुमाउन सजिलो छ तर रिकभर गर्न निकै गाह्रो। त्यसैले लगानी गर्नु अघि नाफा कति हुन्छ भन्दा पनि घाटा कति हुन सक्छ भनेर सोच्नुहोस्। कुनै खराब कम्पनीको सस्तो शेयर किन्नु भन्दा राम्रो कम्पनीको सही मूल्य पर्खिनु नै पहिला नियम पालना गर्नुहोस्। रुल नम्बर 2, नबुझेको चीजमा इन्भेस्ट नगर्नुहोस्। मुख्य बुँदा सर्कल अफ कम्पिटेन्स, आफ्नो ज्ञानको दायरा। बफेटले 10 सम्म प्रविधि टेक्नोलोजी क्षेत्र लगानी गर्नु भएन किनभने उहाँको त्यो व्यवसाय कसरी चल्छ भन्ने थाहा थिएन। उहाँ भन्नुहुन्छ तपाईलाई सबै कुरा थाहा हुनुपर्छ भन्ने छैन, तर तपाईलाई के थाहा छैन भन्ने कुरा चाहिँ पक्का थाहा हुनुपर्छ। यदि तपाईलाई हाइड्रो पावर बुझ्न गाह्रो लाग्छ भने बैंकमा इन्भेस्टमेन्ट गर्नु जस्ता सजिलो क्षेत्रमा सुरु गर्नु। अरूले कमाएको भन्दै होमो फेयर अफ मिसिङ आउटमा परेका कतै पनि पैसा नहाल्नुहोस्। रुल नम्बर 3, लङ टर्म सोच्नुहोस्। मुख्य बुँदा पावर अफ कम्पाउन्डिङ, चक्रीय वृद्धि ब्याजको जादु। व्याख्या, बफेटको एउटा भनाइ छ, यदि तपाईँ कुनै शेयर 10 वर्षसम्म होल्ड गर्न सक्नुहुन्न भने त्यसलाई 10 मिनेट पनि नराख्नुहोस्। लगानी भनेको एउटा रुख रोपेको जस्तै हो जसको फल खान वर्षौं कुर्नुपर्छ। शेयर बजार पैसा किनेर बेचेर होइन, पर्खेर कमाइन्छ। कम्पाउन्डिङले सुरुवातमा सानो नतिजा दिन्छ, तर 10-15 वर्षपछि यो हिउँको डल्लो सुन बल झै ठुलो हुँदै जान्छ। रुल नम्बर 4, चिप होइन क्वालिटी स्टक किन्नुहोस्। मुख्य बुँदा भोल्युम भर्सेस प्राइस, सस्तो हुनु भ्यालु हुनुमा धेरै फरक छ। एउटा नराम्रो कम्पनी 10 रुपियाँमा पाउनु भन्दा एउटा उत्कृष्ट कम्पनी 100 रुपियाँमा पाउनु धेरै राम्रो हो। राम्रो कम्पनीको पहिचान कसरी गर्ने? जसको व्यवस्थापन मेजरमेन्ट राम्रो छ, जसको व्यवसायमा अरूले उचित गाह्रो छ, इकोनोमी मस्ट छ र उसले लगातार नाफा दिइरहेछ। बफेटको भनाइ, इट इज फेयर द बेटर टु बाई wonderful company at the fair price than a fair company at the wonderful price. Rule number 5, इमोशनल कन्ट्रोल गर्नुहोस्। साइकोलोजी ओभर स्ट्रेटेजी। शेयर बजार तपाईको आईक्यू भन्दा तपाईको स्वभाव टेम्परामेन्ट बढी महत्त्वपूर्ण हुन्छ। जब बजार घट्छ मानिसहरूले डराएर शेयर बेच्छन्, जब बजार बढ्न मानिसहरूले लोभ अन्धा भएर किन्छ। बफेटको ठ्याक्कै उल्टो हुनुपर्छ। बी बियरफुल when other are greedy and the great when the other are fearful। जब अरू डराउँछन् भने तब तपाईँ साहसी बन्नुहोस्, जब अरू लोभी हुन्छ तब तपाईँ सतर्क बन्नुहोस्। संवाद, साथीहरू लगानी भनेको एक दिनको खेल होइन, यो एक जीवनभरको यात्रा हो। यदि तपाईँ यी 5 नियमहरू पालना गर्नुभयो भने तपाईले बजारको उतार चढाव पनि आफूलाई सुरक्षित राख्न सक्नुहुन्छ। तपाईलाई यी 5 मध्ये कुन नियम सबैभन्दा मन पर्यो तल कमेन्ट गर्नुहोला र यदि भिडियोले तपाईलाई केही नयाँ सिकाएको छ भने भिडियोलाई लाइक गरी शेयर शास्त्रलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।